कुलमान घिसिङले पत्रकारहरूसँग भन्नुभयो, मैले बालेन, रवि या राजशोभासँग कुनै पनि प्रकारको सम्झौता गरेको छैन। उहाँहरूले सम्झौता गर्नुभएको भनेको उज्यालो पार्टीसँग हो भनेर चाहिँ भन्नुभएको छ। साथसाथै उहाँले अर्को एउटा इन्टरभ्यूमा के पनि भन्नुभएको छ भन्दा, म चाहिँ आजबाट चाहिँ उज्यालो पार्टीमा चाहिँ प्रवेश गरेको छु। मलाई चाहिँ उज्यालो पार्टीका जो सदस्यहरू हुन्छ, कार्यकर्ता हुनुहुन्छ, उहाँहरूले चाहिँ अध्यक्षको रूपमा चाहिँ छनौट गर्नुभएको छ र अब आजबाट चाहिँ म उज्यालो पार्टीलाई चाहिँ एकदम देशव्यापी रूपमा चाहिँ अगाडि बढाउँछु, हुन्छ नि, एकदम राम्रोसँग चाहिँ एउटा अलिकति काम गर्ने तरिका हुन्छ नि, अलिकति नाम चल्ने तरिकाले चाहिँ अगाडि बढाउँछु भनेर भन्नुभएछ। हजुरहरूलाई चाहिँ यो विषय सम्बन्धी के लाग्छ? अहिलेसम्म सम्झौता भएको छैन, किनभने अब हामीलाई त लागिसकेको थियो कि उहाँहरू बिच उहाँ तिनजना, अब पार्टीको थाहा होइन, तर उहाँ तिनजना बिच चाहिँ सम्झौता भइसक्यो। उहाँहरू तिनजना चाहिँ एक ठाउँमा आउने चाहिँ कुरा चलिसक्यो। हामीलाई चाहिँ त्यो लागेको थियो, बट अब चाहिँ कुरा के आइछ भन्दा तिनजनाकै सम्झौता भएको छैन, बस अहिले बालेन र रविको मात्र सम्झौता भइछ भन्ने कुरो बाहिर आएको छ। यो विषयप्रति चाहिँ हजुरहरूलाई के लागेको छ? हजुरहरूको मनमा चाहिँ के छ? आफ्नो प्रतिक्रिया तल कमेन्टमा छोडिदिनु होला।